हेलो गाइस, वेलकम टु माई सिम्पल ब्लगमा यहाँलाई स्वागत छ। आज मैले हजुरहरूलाई लिएर आएको छु सानो माछाको रेसिपी। सानो माछाको रेसिपीमा हजुर देख्नुहुन्छ यहाँ कराई तातो छ। तातो तेल हाल्यो। तेल तातेपछि यसरी सानो माछा हाल्ने। माछामा चाहिँ लसुनको पेस्ट, हल्दी अनि नुन हालेर मोल्ने है साथीहरू। त्यसपछि यसरी यसलाई फ्राई गर्ने, डिप फ्राई गर्ने। बिस्तारै यसलाई पाक्न दिने अनि रातो भएपछि फर्काउने। फर्काएपछि यहाँ रेडी भयो अनि झिक्ने। सबै माछालाई चाहिँ यसरी नै फ्राई गर्ने। अनि फ्राई गरिसकेपछि हाम्रो चाहिँ फ्राई गरिसकेपछि माछा यस्तो भयो। त्यसपछि यसको रसको लागि मैले लिएको छु सर्स्युङको पेस्ट, टमाटरको पेस्ट, प्याजको पेस्ट अनि लसुनको पेस्ट यो रहेको छ, धनिया पत्ता। र अब यसमा सर्स्युङको फोरन दिने, तेजपत्ता हाल्ने अनि त्यसपछि सर्स्युङको पेस्टलाई यसमा राखेर मजाले चलाउने। एकछिन मजाले चलाउने। मजाले चलाउने यसलाई। अनि त्यसपछि एकछिनपछि यसलाई प्याजको पेस्ट राख्ने। यसलाई मजाले चलाएर पाक्न दिने। मजाले चलाएर अलि रातो रातो हुन दिने। अनि त्यसपछि यसमा लसुनको पेस्ट हालिदिने। लसुनको पेस्ट हालेपछि पनि मजाले चलाउने। अनि त्यसपछि यसमा मसलाहरू तपाईँले के हाल्नुहुन्छ। म चाहिँ हल्दी हाल्छु, त्यसपछि जिराको धुलो हाल्छु, नुन हाल्ने, स्वादअनुसार नुन हाल्नुहोस्। अनि त्यसपछि खोर्सानी हाल्ने। खोर्सानी नि आफू ठिक्क स्वादअनुसारको हाल्ने। खोर्सानी हालेपछि यसलाई मजाले चलाउने। मजाले चलाउने यसलाई 10-15 मिनट जति। त्यसपछि पेस्ट हाल्ने, टमाटरको पेस्ट हालेपछि मजाले यसलाई पाक्न दिने। 10-15 मिनट जति चलाउँदै पकाउँदै गर्ने। 10-15 मिनटपछि यो रेडी हुन्छ। अनि त्यसपछि यसमा त्यसपछि पानी हाल्ने। पानी हालेर यसलाई एकछिन उम्लिन दिने। यो उम्लिसकेपछि उम्लिसकेपछि माछा हाल्ने। माछा हालेर यसरी फेरि यसलाई 5-10 मिनट उमाल्ने। त्यसपछि हाम्रो माछा रेडी हुन्छ। यो फिस सबै मर्न दिने उमालेर। त्यसपछि हाम्रो माछा रेडी भयो। यसमा चाहिँ धनिया पत्ता एड गरियो। यस्तो भयो।